कक्षा 9 माध्यमिक छात्र एउटा सुनाम। आज यस गाउँपालिकाद्वारा आयोजित गाउँ परिषदले विज्ञान शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा हाम्रो विद्यालयले युज अफ एरोबोटिक्स इन आवर डेली लाइफमा आधारित भएर यस प्रोजेक्ट तयार गरेका छौँ। यस प्रोजेक्ट आधुनिक एआई र रोबोटिक्समा आधारित छ, जसले आजको एआई र रोबोटिक्स र स्मार्ट प्रविधि देखाउँछ। यस प्रोजेक्ट निर्माण गर्नका लागि हामीले आवश्यक पर्ने शैक्षिक सामग्रीहरू हाम्रो विद्यालय परिवार र शिक्षकहरूको सहजीकरण भएको थियो भने यस निर्माण गर्नका लागि म साथै मेरा 7 जना साथीहरू पनि खटिएका थियौँ। यस प्रोजेक्ट निर्माण गर्नका लागि हामीले स्थानीय स्तरमा उपलब्ध भएका कच्चा पदार्थ तथा संसाधनहरूको प्रयोग गरेका छौँ भने स्थानीय स्तरमा उपलब्ध गराउन नसकिने एआईका टुल्सहरू स्थानीय बजारबाट पनि उपलब्ध गरेका छौँ। अनि सबैलाई थाहा छ आजभोलि एआईको प्रयोग विभिन्न क्षेत्रहरूमा गइरहेको छ, जस्तै शिक्षा, व्यापार, कृषि अनि सुरक्षा, जसमध्ये हामीले प्रमुख 3वटा विशेष क्षेत्रले ध्यान दिएर यस प्रोजेक्ट तयार गरेका छौँ। सर्वप्रथम हजुरहरूलाई एआई र रोबोटिक्सको बारेमा जानकारी गराउन चाहे। एआई भनेको कृत्रिम बुद्धिमत्ताका साथ मानिसले जसले सोच्न सक्ने र विश्लेषण गर्न सक्ने क्षमता भएको उपकरणको विशेषता हो भने रोबोटिक्स भनेको मानिसको निर्देशन बमोजिम मानिसले जस्तै कार्य गर्न सक्ने क्षमता भएको उपकरण हो। हामीले बनाएको प्रमुख 3वटा क्षेत्रमध्ये पहिला हामीले सुरक्षा क्षेत्रमा एआईको प्रयोग देखाएका छौँ। जसका लागि हामीले लेजर सेक्युरिटी सिस्टम निर्माण गरेका छौँ। हामीले यसमा लेजर सेक्युरिटी सिस्टम बनाउनका लागि एलडिआर सेन्सर, मोटर, ब्याट्री, लेजर बिम र यिनको प्रयोग गरेका छौँ। यसले लेजर बिम र सेन्सरको माध्यमबाट कुनै अनधिकृत प्रवेश पत्ता लगाई रोबोटिक मेकानिजम मार्फत तुरन्त सुरक्षा सुनिश्चित गर्दछ। जस्तै कुनै कारणवश लेजर काटिएमा सेन्सरले सिग्नल दिन्छ र अलार्म बज्छ। दोस्रो क्षेत्रमा रहेको छ हाम्रो स्मार्ट इरिगेसन सिस्टम। स्मार्ट इरिगेसन सिस्टम भनेको सिँचाइ प्रक्रियामा स्वचालित र स्मार्ट प्रविधिको प्रयोग गर्नु हो, जसले माटोको चिसोपना अनुसार पानीको आपूर्ति गर्दछ। हजुरहरूले हेर्न सक्नुहुन्छ यो सोइल मोइस्चर सेन्सर हो भने यो मोटर हो। सोइल मोइस्चर सेन्सरले माटोमा पानीको मात्रा नाप्छ र माटो सुक्खा भएमा पानी दिन्छ भने माटो गिलो भएमा आफै पानी रोक्छ। यसलाई हामीले नेपाली रत्न गाउँपालिकामा पनि प्रयोग गर्न सक्छौँ। पानीको मुहान नजिक भएको खेतबारीतिर सोइल मोइस्चर सेन्सर र मोटरहरूको प्रयोग गरेर हामीले यसको भरपूर मात्रामा फाइदा लिन सक्छौँ। यसको प्रयोग गरेमा हाम्रो समयको बचत हुन्छ, पानीको बचत हुन्छ, खेतबारीमा पानी धेरै भएर भुस्से जाने, आलीहरू भत्किने जस्तो समस्याहरूबाट मुक्त हुन्छ। साथै निश्चित मात्रामा पानी पाइरहनु भएकाले उत्पादनमा पनि वृद्धि गर्न सकिन्छ। हाम्रो तेस्रो रहेको छ अटोमेटिक ह्यान्ड वासिङ स्टेसन। अटोमेटिक ह्यान्ड वासिङ स्टेसन भनेको आफै ह्यान्ड वासिङ गर्ने स्मार्ट प्रविधि हो। यहाँ हामीले सेन्सरको प्रयोग गरेका छौँ। हामीले कुनै वस्तु वा हात खोल्न सिक्दा सेन्सर एक्टिभ हुन्छ र पानी आफै तल आउँछ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ गिलास राख्दाखेरि पानी आउँछ भने गिलासबाट त्यो चाहिँ हाम्रो स्मार्ट वाटर डिस्पेन्सर हो। यो ग्लास हातले लगिने झर्छ पानी। कुनै अब्जेक्ट यसको अगाडि आयो भने झर्छ। अलिकति तल हाम्रो स्मार्ट वाटर डिस्पेन्सर। यहाँ कुनै पनि वस्तु हामी तल राख्दा पानी आफै तल आउँछ। वस्तु चाहिँ उतार्दा बन्द राखेर आउने। यसमा भित्र चाहिँ के राखेको तपाईँले? दुईटा ब्लेड राखेको छ अनि भित्र चाहिँ ब्याट्री र मोटर छ। अनि कुनै पनि वस्तु राख्दा ब्लेडहरू एक आपसमा जोडिन्छ र पानी मोटर आफै चालु भएर पानी आउँछ। अनि वस्तुहरू निकाल्दा ब्लेडहरू जोडिँदैन र पानी आउँछ। हाम्रो सेन्सर चाहिँ यसले डिटेक्ट गर्ने यहाँबाट? कहिले गर्ने
हेर्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ वाटर फिल्टरको लागि चाहिँ होइन विद्युतको भन्दा नि हामीले चाहिँ सोलर इनर्जीबाट होइन बिकज हाम्रो सोलर इनर्जी भनेको चाहिँ हाम्रो प्रमुख स्रोत रहेकाले हामीले चाहिँ सोलरबाट होइन चार्ज गरेर फिल्टरलाई पनि होइन उपयुक्त गर्न सक्छौँ भने हामीले चाहिँ जस्तै हजुरहरूले देख्न सक्नुहुन्छ हामीले चाहिँ सोलरमा घाम नपर्दाखेरि यो बत्ती निप्छ र चार्ज हुँदैन यदि घाम लागेको दिनमा सोलरमा घाम पर्यो भने चाहिँ यो बत्ती बल्छ र फिल्टरमा चार्ज हुन्छ र फिल्टरबाट पानी चाहिँ आउँछ यसरी यहाँ यसको प्रयोग गर्दाखेरि चाहिँ हामीले होइन हाम्रो हातबाट सर्ने मसिनो कीटाणुहरूबाट नै हामीले मुक्त पाउन सक्छौँ होइन यसरी गर्दाखेरि हाम्रो ऊर्जाको पनि प्रयोग हुन्छ पानीको पनि बचत हुन्छ होइन यसको प्रयोग गर्दा कीटाणुहरू सर्दैन जसले गर्दा रोगहरू सर्नबाट जोगिन्छ त्यसको प्रयोग हामीले सार्वजनिक स्थलहरूमा अस्पतालहरूमा यस्ता ठुल्ठुला कार्यालयहरूमा पनि गर्न सक्छौँ हामीले चाहिँ यहाँ छुनु पर्दैन त्यसको लागि हामीले कुनै अब्जेक्ट राख्दाखेरि चाहिँ पानी आफै आउने भएकाले हामीले फिल्टरलाई चाहिँ छोइराख्नुपर्ने आवश्यकता छ हाम्रो हातमा भएको पानी आउँछ त्यो फिजिक्स केमिस्ट्री र बायोलोजी तिनवटा छ धेरै फिजिक्स केमिस्ट्री बायोलोजी यहाँ फिजिक्स युज भएको के छ फिजिक्स प्रकाश परावर्तनको नियम त्यो खेतीको छोरी सानो बत्तर हुन्छ नि त हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ काम गर्छ कुनै अब्जेक्ट चाहिँ यसलाई मागेर छैन त्यो सुरु आयो भने बाहिर चाहिँ बाहिर पानी उयो माटोहरू उयो छ नि त इन्भाइरोमेन्टल कोही एक्सपर्टबाट हेर्दाखेरि इन्भाइरोमेन्ट खेल्ने छ के कारण कसरी यसले इन्भाइरोमेन्टमा अब हुन्छ नि हामीले धेरै पानी लगाएपछि आलिहरू भत्किने नराम्रो उयोहरू हुन्छ नि त्यस्तोहरूबाट जोगाउँछ अनि जसले गर्दा पहिरो जाने सम्भावनाहरू रोक्छ अनि यसले चाहिँ अब वातावरणमा फोहोरहरू हुन दिन्न अनि हामीले 10 क्लाससम्म पढ्दाखेरि कतै पढाइ यी कुराहरू कुन विषयवस्तुसँग रिलेटेड छ यो विज्ञानसँग विज्ञानको कतातिर कुन विषयवस्तु कुन पाठ विज्ञान र प्रविधि कुन किनभने हाम्रो करिकुलम भनेर मार्क्स छ यो पाठ विज्ञानको कक्षा 10 को पाठ 10 वेबमा प्रकाशको पुनः परावर्तनमा आधारित छ एउटा फिजिक्सको त्यो है मैले सोधेको छु उत्तर बल्ल है त्यो फिजिक्स चाहिँ यहाँ हाम्रो रिफ्लेक्सन अफ लाइट होइन त्यसपछि हाम्रो इन्भाइरोमेन्ट आयो है त्यो इन्भाइरोमेन्ट पनि बायोलोजीसँग पनि रिलेटेड इन्भाइरोमेन्ट भनेको त्यहाँ सबै कुरा आइहाल्छ होइन ती कुराहरू पानीको जार काटेको हुन्छ यो लेजरलाई चाहिँ यहाँ सेन्स भइरहेछ रेगुलर त्यहाँ आएन भने चाहिँ त्यसले चाहिँ त्यो गर्ने भयो त्योभित्र एलडिआर सेन्सर छ हजुर अनि यस प्रकाश निरन्तर त्यहाँ एलडिआरमा पुग्दासम्म चाहिँ सेन्सरले थापै रहन्छ अनि कुनै काम यसो रोक्यो भने सेन्सरले सिग्नल दिन्छ अनि बजार आफै बस्छ बजारबाट के किन्ने अनि त्यो एआईको टुलहरू छ एआई टुल त के हो ब्याट्री ब्याट्री सेन्सर सेन्सर दुईवटा किन्ने अनि मोटर मोटर किन्ने अनि हामीले गाउँघरमा प्रयोग गरेको चाहिँ के छ यो कार्टुन अनि यो बाँस काठ अनि यो बिग्रेको जार मतलब परेको पुनः टालेको पुनः प्रयोग गरेको अनि यो बोतलको पनि पुनः प्रयोगै हो अनि यो भित्र कार्डबोर्डहरूको प्रयोग गरेका छौँ सेन्सर सेन्सर सेन्सरको किन्ने होला अनि केही प्रयोग भयो यो कुराहरू अब यो इक्विपमेन्ट के छ एलडिआर सेन्सर यसले कति पैसा भन्नु